नमस्ते, म तेजप्रसाद घिमिरे। म नेपाली काङ्ग्रेस मकवानपुर काठमाडौँ सम्पर्क समितिको सभापति र म एउटा व्यवसायी रूपमा M4 सेक्युरिटी सर्भिस प्रणालीको प्रबन्धन निर्देशक एउटा व्यवसायमा पनि जोडिएको छु। 2076-77 चाहिँ जब कोभिड महामारी प्राणका घातक रोग आयो, त्यो मन्दीले गर्दाखेरि चाहिँ आज त्यसको असर चाहिँ आज घर जग्गामा परेको जस्तो मलाई लाग्छ। र त्यो मात्रै नभएर आज चाहिँ बैंकको एउटा राष्ट्रमयको नीति नियम नभएका कारणले पनि एउटा घर जग्गामा चाहिँ मन्दी आएको जस्तो लाग्छ। कुन जग्गालाई कति राख्ने के गर्ने भन्ने कुरा पनि एउटा सरकारी तहबाट चाहिँ नछुट्याएका कारणले, वर्गीकरण नगरेका कारणले पनि आज घर जग्गामा चाहिँ मन्दी आएको जस्तो मलाई लाग्छ। र त्यो मात्रै नभएर आज विभिन्न सहकारीहरू डुबेको अवस्था छ। कुनै सहकारी एउटा दुईटा सहकारीहरू डुबेको कारणले चाहिँ सबै सहकारी एउटै गोल्ड मोडलमा चाहिँ सरकारले एउटा प्रस्तुत गरिदिया भएर आज विभिन्न सहकारीहरू चाहिँ डुबेको अवस्था छ। र ऋण नउठ्ने अवस्था छ। र ऋण नउठिरहँदाखेरि चाहिँ आज जनताले चाहिँ केही बचत गरेका पैसाहरू पनि नपाउने अवस्था छ। त्यसले गर्दाखेरि एउटा सहकारीका कारणले, कोभिडका कारणले र विभिन्न कारणले गर्दाखेरि आज घर जग्गा मन्दी आइरहेको जस्तो मलाई लाग्छ। घर जग्गा एउटा मन्दी आउँदाखेरि देशमै एउटा आर्थिक चलायमान चाहिँ नहुँदो रहेछ। आर्थिक चलायमान नहुँदो रहेछ जस्तो मलाई लाग्छ। त्यस कारणले गर्दाखेरि आज घर जग्गाको मन्दी आएको जस्तो मलाई लाग्छ। घर जग्गाको मूल्य घट्ने यसो बिक्री नभएपछि घर जग्गाको मूल्य घट्नु स्वाभाविक नै हो। र अब आज चाहिँ विभिन्न समस्या बैंकको पैसा तिर्न नसक्ने अवस्था छ। विभिन्न जग्गाहरू धितो राखेर चाहिँ पैसा लिएको अवस्था छ। त्यो पैसा तिर्नका लागि पनि आज जतिमा पाए पनि बेच्छु भन्ने मान्छेहरू छन्, तर त्यो पनि बिक्री भएको अवस्था छैन। धेरै जस्तो अवस्था आज के छ भन्दाखेरि लिलाम भएको अवस्था छ। लिलाम भएर पनि त्यो सबै लिलाम सहकार्ने अवस्था छैन। यो अवस्था चाहिँ तपाईँको यो भन्न सक्ने अवस्था छैन। एउटा चाहिँ राष्ट्र बैंकले पनि एउटा नीति नियम चाहिँ राम्रोसँग ल्याउनु पर्छ जस्तो लाग्छ। यसलाई घर जग्गा के हो त, यो के हो, यसलाई कसरी चाहिँ लोन लगानी गर्ने भन्ने कुरा एउटा त्यसको मौद्रिक नीति आउनुपर्छ जस्तो लाग्छ। र त्यो मात्रै नभएर सरकारले पनि एउटा चाहिँ यो घर जग्गाको लागि के गर्ने त भनेर एउटा चाहिँ बाटो फुकुवा गर्नुपर्छ जस्तो मलाई लाग्छ। अनुत्पादन क्षेत्र भनिन्छ, अनुत्पादन क्षेत्रमा राखेर चाहिँ त्यति भविष्य चाहिँ होला जस्तो मलाई लाग्दैन। र आज उद्योग धन्दा कल कारखाना खोलेर मात्रै एउटा रोजगार सिर्जना हुन्छ, तर यसमा चाहिँ घर जग्गामा एउटा रोजगार सिर्जना हुने होइन। एउटा देशको एउटा आर्थिक अवस्था चलायमान गर्न चाहिँ यसले चाहिँ यो घर जग्गाले चाहिँ महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको हामीले आज पाएका छौँ। नमस्कार, म नवराज भण्डारी, सिन्धुपाल्चोक जिल्ला 12 विषय नगरपालिका वडा नम्बर 3 मा पर्छ मेरो घर। अहिले चाहिँ मेरो बसोबासी यहाँ वसुन्धरा। यो अहिले घर जग्गामा मन्दी आउनुको कारण चाहिँ 2057-58 सालतिर चाहिँ घर जग्गा एकदमै फस्टाएको थियो। र अहिले चाहिँ एकदम मन्दी आउनुको कारण चाहिँ जब नेपाल सरकारले कहिले चाहिँ किता कार्डहरू रोक्ने हो, यस्तो विभिन्न कारणले गर्दाखेरि अहिले घर जग्गामा मन्दी आएको। एक त सहकारी जहिलेसम्म सहकारी एकदम चलबल थियो, चलायमान थियो, त्यतिखेर घर जग्गाको कारोबार पनि एकदम भएको थियो। सहकारीहरूले बेमान भयो, सहकारीहरू सबै डुब्यो। र अहिले घर जग्गामा चाहिँ यो सहकारी डुबिसकेपछि घर जग्गाको कारोबारमा चाहिँ मन्दी आएको हो। अहिले पहिलाको जस्तो छैन। साधारण मान्छे जस्तै विदेश खाडीतिर जानेहरू मान्छेले आएर साधारण मान्छेले घर जग्गा किन्न सक्ने अवस्था पनि छैन। तपाईँको चाहिने भन्दा एकदमै महँगो भएको छ अहिले काठमाडौँको जग्गा, सहर बजारको कुनै पनि ठाउँको। र अहिले साधारण मान्छेले किन्न नसक्ने, एक त मान्छे सबै विदेश पलायन भयो। जस्तै काठमाडौँ सहर बजारमा बस्ने बासिन्दाहरू पनि बरु काठमाडौँ छोडेर अरू देशमा विदेशिन थाल्यो। बरु बाहिरै गएर बस्ने, बाहिरै किन्ने, छोराछोरी बाहिरै छ, सबैको बाहिर गएर बस्ने भएको कारणले पनि अहिले घर जग्गा खासै कारोबार छैन। जग्गाको मूल्य तपाईँको अहिले जग्गाको मूल्य धेरै घटेको छ। अहिले 4-5 वर्ष, लगभग 4 वर्षदेखि पहिला 4 वर्ष अगाडि एउटा जग्गाको काहीँ अब 10 लाख रुपियाँ आना थियो भने अहिले 11-12 लाख हुन सकेको छैन। त्यही 10 लाखमा पनि मान्छेले जग्गा बेच्न सकेको छैन। अनि यही स्थिति रहने हो भने अब घर जग्गामा चाहिँ सुधार हुन्छ जस्तो मलाई लाग्दैन तत्कालै चाहिँ। किनकि मान्छे पनि सबै विदेशी, त्यो कारणले पनि अहिले खासै मान्छे यहाँ छैन। र साधारण मान्छेले जग्गा किन्न पनि सक्दैन। त्यो कारणले चाहिँ अहिले घर जग्गामा मन्दी आएको। यो नेपालको अहिले अस्थिर सरकारको कारणले गर्दाखेरि पनि हो।
अब सरकार 5-5 महिना 6-6 महिनामा चेन्ज भइरहने बेला बेलामा नियमहरू धेरै ल्याइराख्ने। अहिले अब कतिपय जग्गाहरू कस्तो छ भने अहिले खोला नाला छेउमा परेको जग्गा चाहिँ कहिले 20 मिटर भनेको छ, कहिले 40 मिटर भनेको छ। मापदण्ड अब कहिले कति तोक्या छ, कहिले कति तोक्या छ, कहाँ जग्गा किन्दाखेरि कस्तो हुने भन्ने कुरो पनि एउटा छ मान्छेमा। एक त अब कहिले के नियम आउँछ भन्ने कुरै थाहा हुँदैन मान्छेले, त्यही भएर पनि अहिले घर जग्गामा चाहिँ मान्छेले लगानी पनि गरेका छैन। उयो फाटाफुटा टुक्रा जग्गाहरू एक दुईवटा कतै कतै बिकेको छ, ठुलो जग्गाहरूको अहिले बिक्ने भन्ने सम्भवै छैन। र अहिले घर जग्गा जति पनि कारोबार गर्ने व्यक्तिहरू चाहिँ उहाँहरू चाहिँ अब उहाँहरूको चाहिँ केही सुधार हुनेवाला छैन। उहाँहरूले अब म नाफा खान्छु घर जग्गामा भन्ने त्यो स्थिति चाहिँ अहिले छैन। अहिले कतिपय साथीहरू जग्गा घर नबिकेर अब एकदमै बेहाल भएको अवस्था पनि छ अहिले। नमस्कार, म चाहिँ टिकाबहादुर श्रेष्ठ हजुर। म चाहिँ हाल चन्द्रगिरी नगरपालिकामा रियल इस्टेटसँग सम्बन्धित कामहरू विगत 10 वर्षदेखि गरिरहेको छु। वित्तीय सहकारी संस्थाहरूबाट चाहिँ आंशिक रूपमा चाहिँ यो कारोबार गर्न नसक्नु चाहिँ मेन नै हो हैन। अर्को कुरो चाहिँ बिचमा चाहिँ जो मान्छेसँग पैसा छ नि उहाँहरूले चाहिँ बिचमा के गर्यो भन्दाखेरि अलिकति बढी ब्याज आउने हिसाबले चाहिँ दृष्टिबन्ध गरेर चाहिँ उहाँहरूसँग भएको प्रोपर्टी मानिलिउँ उहाँसँग 4 करोडको प्रोपर्टी छ भने उहाँले चाहिँ 24% ब्याजमा चाहिँ 2 करोड 8 करोडको प्रोपर्टीलाई चाहिँ उहाँले 2 करोड इन्भेस्ट गरेर उहाँले जग्गा पास गरेको अवस्था छ। यो कारणले गर्दाखेरि पनि अलिकति यो घर जग्गाहरू चाहिँ मन्दी भएको अवस्था मैले महसुस गरेको छु। मूल्य चाहिँ यस्तो छ, अब जसलाई आवश्यक परेको छ उसले चाहिँ 30 लाखमा बेच्नुपर्ने जग्गा 21-22 लाखमा 25 लाखमा पनि बेचेको चाहिँ छ। यो सत्य हो। जो मान्छेलाई पैसाको आवश्यक छैन उहाँहरूले चाहिँ 30 को ठाउँमा 35 पनि भनेका छन् हैन, बेचेको छैन। जसलाई त्यो जग्गा आवश्यक छ उहाँहरूले किन्नै पर्ने छ भने उहाँले 30 को ठाउँमा 40 हालेर पनि किनेको अवस्थाहरू छ। र जसलाई आवश्यक छ बेच्नुपर्ने छ, ब्याङ्कमा लोन छ, सहकारीमा लोन छ, सहकारीहरूले पनि अहिले पैसा फिर्ता गर्न नसकेको अवस्था छ। अनि उहाँहरूलाई त्यो कारोबार गर्नको लागि पैसा आवश्यक भएकोले गर्दाखेरि उहाँहरूले चाहिँ घटाएर बेचेको अवस्था पनि छ। अब 84मा चाहिँ यो चुनाव नभएसम्म चाहिँ यही अवस्थामै रहन्छ होला जस्तो लाग्छ। र चुनाव भन्दा केही अगाडि चाहिँ केही चल्छ जस्तो पनि मैले अनुमान गरेको छु। अहिलेको अवस्थामा कम भन्न त मिल्दैन। अब जस्तै अब मान्छेले चाहिँ जग्गामा चाहिँ कोही व्यक्तिसँग पैसा छ म जग्गामा किनेर राख्छु भन्दाखेरि भविष्य छ र त्यसमा चाहिँ लोकेसन चुज गरेर किन्नु सक्नुपर्छ जस्तो लाग्छ मलाई। जस्तै नयाँ चाहिँ निकासहरू भएको छ, फास्ट्याग जस्तै निजगढदेखि काठमाडौँ चाहिँ जोडिने बाटोहरू छ, त्यो एरियामा किन्दा पनि हुन्छ। अर्को कुरो अब धादिङबाट चाहिँ चन्द्रगिरीसम्म चाहिँ सुरुङ मार्गको चाहिँ बाटोहरू चाहिँ निकास भइरहेको छ, त्यो ठाउँमा लिँदा पनि हुन्छ। अर्को यता रामकोट धादिङबाट पनि नयाँ बाटोहरू चाहिँ निकास भइरहेको छ, त्यस्तो ठाउँमा लिँदा हुन्छ। जस्तै अब सिन्धुपाल्चोकदेखि यो बौद्धसम्म जोडिने चाहिँ बाटोहरू छ नि, यो एरियामा चाहिँ लगानी गर्यो भने यो पूर्ण रूपमा चाहिँ हुँदाखेरिसम्ममा त्यहाँ चाहिँ जग्गा चाहिँ 20मा किनेको छ भने त्यो 40 सम्म पनि पुग्न सक्ने अवस्था छ। भाषण तथा उद्घोषण कला तालिमका लागि नेपालकै उत्कृष्ट गन्तव्य प्रेस्टिज मिडिया सेन्टर, चाबेलचोक, काठमाडौँ। सम्पर्क नम्बर 01 45 96 006।